लगायो निको भयो लाउनु परेन दोहोऱ्याएर लाउनु परेन अनि बस्तुले पनि हुने फेरि भन्नु त सुरुबाट भन्नु त के भयो अरे भन्नु न हो त हो किन लजाउनु भएको भन्नु न बहिनी हो मेरो यत्रो त के अरे डाबर आयो कि मुखमा सबै त्यो दाँतको गिरीमा गिजाहरू बुल्यो सबै बुल्यो कि दाँत गिजामा गिजामा अनि त्यहाँबाट खाएर त्यस्तो भयो अँ तेरो अब कान्छी आम्दाले जाउँ दाँत उखाल्न भनेको छ हस्पिटल जाने जानु पर्दैन दाँतको नसा तोडेर कति मान्छे मरेछ भने त्यहाँबाट यो मलमले ठिक हुन्छ मलले कुन लाउनु भएको देखाउनु त यही हो देखाउनु त समात्र देखाउनु त ना होइन कि भने यसैले हो 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 यही मन्जन हो कि मैले मिसाएर देखाएको त्यहाँबाट अँ लगाएपछि त हो रहेछ भने भोलिपल्ट लगाए अन्त कस्तो राम्रो भयो दोहोऱ्याएर लाउनै परेन रे हस्पिटल गएर दाँत फुकाएर ठिक पारे हस्पिटल गयो भए 10-15 हजार सिधै आइहाल्थ्यो यदि यदि मन्जनले ठिक भयो ल हेर्नु कस्तो राम्रो हुन्छ हात काट्न पनि राम्रो हुन्छ यस्तो के अरे अनि यो गाईको कुरा नि भनिदिनुहोस् न गाईको नि राम्रो भयो अँ भनिदिनु त के भएको भनिदिनु त गाईको त अब घाउ भएको अब अँ कतिजना लिएर आउनु भएको थियो मान्छेहरू ल्याउँदाखेरि उठाउन सक्दैन गाईको कहाँ खुरमा एक ज्यानमा सबै ज्यानमा घाउ भएको अँ हजुर लडेर अँ लडेर घाउ यत्रो घाउ भएको थियो मेरो पाला त्यही मन्जन अनि हस्पिटलको डाक्टरहरू ल्याउनु भएन त्यो भेटनरी लिएको ल्याउनु भयो लियो खर्च कति गर्नुभयो गाईलाई खै 3-4 हजार है 5 हजार किन लगेन 4-5 हजार लग्यो विषय पारेन भएन त लास्टमा केले विषय पारे यसैले यसैले नि हो यही लगाएर हजुर ए कतिवटा लाउनु भयो यो गाईलाई 3टा लगाएँ नि मैले 3टा गाईलाई लाउनु भयो होइन 3टा चाहिँ मलाई यस्तै मन्जन लिएँ कि त्यही भएर ए त गाईलाई कति 2टा सक्यो कि 3टा सक्यो एउटा पुरै सिध्यो एउटा सिध्यो एउटा सिध्यो भने जम्मा 260 खर्च गर्नुभयो होइन फेरि अर्को नि फेरि अलिअलि छ त्यहाँ नि लगाउँदैछ 5,000 खर्च गरेर भेटनरी डाक्टरले सक्दिनँ भन्नु होइन त लास्टमा 260 को मन्जनले ठिक भयो यही गाईले पनि हुने एकदम ल ल हेर्नुहोस् आएको सबै नि यसले निको भयो यस्तो यस्तो घटनाहरू हामीसँग छ के गरी खानु पर्यो भने हजुरको होइन त्यसलाई गाईलाई छुट्टै निचारेर राखिदिने कि म्याम हजुरको एकैछिन राख्नु हुँदैन फेरि हजुरको नाम यस्तो धेरै दिन राख्यो भने एकैछिन राख्यो भने फेरि सुत्छ कि निचार्ने बित्तिकै लाउनुपर्छ हजुरको नाम र ठेगाना भनिदिनु न नभन्ने म त ठेगाना भनिदिनु न कुन ठाउँ हो चितवन हो है चितवन कुन ठाउँ रामजाने टोल होला नि तपाईँको रामजाने माधवपुर भनौँ न होइन ल माधवपुर कमल चितवन नजिकै छ हाम्रो माधवपुर चितवनको साथीहरू हुनुहुन्छ यहाँ यस्तो यस्तो घटनाहरू हो नि त दिलमाया दिलमाया तामाङ है वाइभा दिलमाया वाइभा ल धेरै धेरै धन्यवाद यस्तो यस्तो घटना अलि लजाउनुहुन्छ के गर्नु यस्तै छ तर यो सब राम्रो भएको है अब यहाँ हाम्रो साथीहरू पनि आउनु भएको छ यो मन्जन लाने भन्नुभएको छ यहाँ हामीले मिटिङ पनि गऱ्यौँ घाउ त धेरै धेरै धन्यवाद ज्यान भरि नि हाम्रो त त्यो ढलेर कि पुरै है मान्छेको घाउलाई पनि हुने दाँतलाई पनि हुने गाई बस्तु हुन्छ दाइ कुखुरा तपाईँ कुखुरा बाख्रा है